ल आजको यो विश्लेषण सिधै एउटा निकै रोचक ऐतिहासिक रहस्यबाट सुरु गरौँ। हामी नेपालको प्राचीन इतिहासको एउटा यस्तो बिन्दुको कुरा गर्दैछौँ जहाँ तथ्य र मिथकहरू भनौँ न यति मज्जाले गुजुल्टिएका छन् कि तिनलाई छुट्याउन लगभग असम्भव नै लाग्छ। हजारौं वर्ष पुरानो इतिहास भनेको खाली राजाहरूको नाम र मितिको सूची मात्र त पक्कै होइन नि, होइन र? यो त सिङ्गो युगको कथा हो। र यो गोपाल वंशको सन्दर्भमा त कुरा झनै रोचक छ। यो खाली एउटा सामान्य वंशावली मात्र नभएर तथ्य र दन्त्य कथाको यस्तो गजबको मिश्रण हो जसले हाम्रो आफ्नै सभ्यताको जग कसरी बस्यो भनेर एकदमै गहिरिएर सोच्न बाध्य बनाउँछ। अब यो रहस्यको सुरुवात एउटा एकदमै सानो तर अचम्मको अङ्कबाट हुन्छ, 8। ऐतिहासिक स्रोतहरूलाई मान्ने हो भने नेपालको यो सबैभन्दा पुरानो राजवंशमा जम्मा 8 जना मात्र राजाहरू थिए। एकछिन सोच्नुहोस् त, राजतन्त्रको लामो इतिहासमा प्राय दर्जनौं पुस्ताले शासन गर्छन् नि, तर यहाँ एउटा सिङ्गो युगको सुरुवात गर्ने केवल 8 जना व्यक्तिहरू मात्र। यो सूची यति छोटो छ कि औँलामै गन्न सकिन्छ, तर यिनै थोरै शासकहरूको काँधमा पुरै नयाँ सभ्यताको जग बसाल्ने जिम्मेवारी थियो। इतिहासका पानामा यति थोरै मान्छेले यति ठूलो प्रभाव छोडेको बिरलै पाइन्छ, र यही बिन्दुबाट हाम्रो आजको कथाको रहस्य अझै गहिरिँदै जान्छ। त्यसो भए ती 8 जना शासकहरू खासमा को थिए त? इतिहासले उनीहरूलाई गोपाल राजा भनेर चिनाउँछ। शब्दकै अर्थ हेर्ने हो भने पनि प्रष्ट हुन्छ, गाईबस्तु पाल्ने वा सिधा भन्दा ग्वाला राजाहरू। जम्मूको कुरा के छ भने उनीहरू कुनै भव्य सुनौलो दरबारबाट आएका थिएनन्, न त सुरुमै उनीहरूसँग कुनै ठूलो सेना वा झकिझकाउ मुकुट नै थियो। उनीहरू त पशुपालन गर्ने एउटा एकदमै सामान्य समुदायबाट आएर सत्ता सम्हाल्ने पहिलो पुस्ता थिए। गाईबस्तु चराउने गोठालाहरू बिस्तारै कसरी एउटा विशाल भूभागको शासक बन्न पुगे, यो पृष्ठभूमि आफैमा साँच्चै रोमाञ्चक छ। यसले प्राचीन समाज एउटा सानो समूहबाट उठेर कसरी जटिल राज्य संयन्त्रमा परिणत हुँदै थियो भन्ने कुराको एकदमै जीवन्त तस्बिर हाम्रो अगाडि राखिदिन्छ। यहाँनिर बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यी गोपाल राजाहरू केवल गाईबस्तु मात्र चराएर बसेका पक्कै होइनन्। उनीहरूले त यो क्षेत्रकै पहिलो मान्यता प्राप्त सरकार अथवा भनौँ औपचारिक राज्य व्यवस्थाकै जग बसालेका थिए। मानव सभ्यताको विकासक्रममा यो भनेको एउटा विशाल छलाङ हो। एउटा सामान्य पशुपालक समुदाय बिस्तारै सङ्गठित हुँदै एउटा औपचारिक शासन प्रणालीमा रूपान्तरण हुनु चान्चुने कुरा होइन। सायद समाजलाई व्यवस्थित गर्ने, नियम कानुन बनाउने र न्याय दिने पहिलो अभ्यास यिनै राजाहरूको पालादेखि सुरु भएको थियो। उनीहरूले तयार गरेको त्यही आधारभूत मोडेलकै जगमा उभिएर कालान्तरमा अन्य ठूला राजवंशहरू र आजको राज्य सत्तासम्मको विकास भएको हो भनेर भन्न सकिन्छ। तर अब कथामा एउटा ठूलो ट्विस्ट आउँछ। अघि भर्खरै हामीले जम्मा 8 जना राजाहरूको कुरा गर्यौं, होइन त? तर केही प्रमुख ऐतिहासिक वंशावलीहरूले के दाबी गर्छन् भने ती जम्मा 8 जना व्यक्तिले मिलेर कुल 800 वर्षसम्म शासन गरेका थिए। अब सामान्य गणित लगाएर हेर्दा पनि यो कतिको पत्यारिलो कुरा हो त? यसको सिधा अर्थ हुन्छ एकजना राजाले औसतमा पुरै 100 वर्ष त गद्दीमै बिताए, जुन व्यावहारिक र जैविक रूपमा भनौँ न सम्भवै छैन। मान्छेको आयु नै त्यति लामो हुनु, त्यसमाथि शासनकाल नै 100 वर्षको हुनु, यो त अलि अस्वाभाविक नै देखिन्छ। र ठ्याक्कै यहीँनिर आएर हाम्रो ऐतिहासिक तथ्यमाथि एउटा ठूलो प्रश्नचिह्न खडा हुन्छ, र यो सिङ्गो अभिलेख एउटा जादुमय दन्त्य कथा जस्तो सुनिन्छ। यसले हामीलाई एउटा गम्भीर दोबाटोमा ल्याएर उभ्याइदिन्छ कि नेपालको यो पहिलो राजवंश साँच्चै नै एउटा छोटो अवधिको सामान्य कबिला शासन मात्र थियो, वा यो कैयौं शताब्दीसम्म चलेको कुनै विशाल साम्राज्य थियो त? यो विरोधाभासले हाम्रो खोजीलाई प्राचीन अभिलेखहरूको विश्वसनीयतातिर डोर्याउँछ। इतिहासकारहरूले सधैँ सामना गर्ने सबैभन्दा ठूलो चुनौती नै यही हो। एकातिर एउटा समुदायले भर्खरै मात्र राज्य चलाउन सुरु गरेको यथार्थ देखिन्छ भने अर्कोतिर 100औं वर्षसम्म चलेको सुनौलो युगको दावी गरिन्छ। अब यसलाई कसरी बुझ्ने त? यो ठ्याक्कै त्यस्तो बिन्दु हो जहाँ इतिहासले अलिकति बाटो बिराएको जस्तो लाग्छ र सत्यसम्म पुग्न हामीले अलि गहिरिएरै अनुसन्धान गर्नुपर्ने हुन्छ। यो ऐतिहासिक उल्झनको चुरो कुरो बुझ्नको लागि हामीले मुख्य दस्तावेजहरूलाई नै एक आपसमा भिडाउनु पर्ने हुन्छ। एकातिर गोपाल राजवंशावली छ, जुन नेपालको ऐतिहासिक अध्ययनको सबैभन्दा पुरानो र प्रमुख आधार मानिन्छ। तर जब हामी यो वंशावलीलाई अन्य प्राचीन अभिलेख, शिलालेख वा पछि लेखिएका सामग्रीहरूसँग दाँच्छौँ नि,
तब विवरणहरू न राम्ररी बाजिन थाल्छन्। एउटै राजवंशको बारेमा यी स्रोतहरूले नितान्त फरक फरक कथा भनिरहेका छन्। एउटा जासुसले प्रमाण खोजे जसरी यी पानाहरू पल्टाउँदा के महसुस हुन्छ भने इतिहास भनेको सधैँ एउटै सत्य घटनाको जस्ताको तस्तै रेकर्ड मात्र हुँदैन रहेछ। यो त लेख्ने व्यक्तिको आफ्नो उद्देश्य र दृष्टिकोणमा पनि निकै भर पर्ने कुरा रहेछ। अब शासनावधिको बारेमा रहेका यी दाबीहरू कति फरक छन् त्यो हेरौँ। यो अन्तर सानोतिनो छैन, निकै विशाल छ। एउटा स्रोतले जम्मा 436 वर्षको शासनकाल थियो भन्छ, अर्कोले 500 वर्षभन्दा बढी पुर्याउँछ र कुनैले त सिधै 800 वर्ष नै भनिदिन्छन्। यति ठूलो ग्याप? यो कुनै सामान्य लेखाइको गल्ती मात्र त पक्कै होइन। 300-400 वर्षको फरक पर्नु भनेको त एउटा पुरै युग नै इतिहासबाट गायब हुनु वा थपिनु जस्तै हो नि। यसले प्राचीन समयमा समयको हिसाब कसरी राखिन्थ्यो भन्नेमै एउटा ठूलो प्रश्नचिह्न खडा गरिदिन्छ। के त्यति बेला वर्षहरू गण्ने तरिका आजको भन्दा बिल्कुलै फरक थियो त? अथवा एउटा राजाको नाममा उसको सिङ्गो वंश वा परिवारको शासनलाई नै जोडेर एउटै कालखण्ड मान्ने चलन पो थियो कि? यस्ता अनेकन सम्भावनाहरूले यो विषयलाई झनै रहस्यमय बनाइदिन्छन्। जम्मा 8 जना राजा अनि यति विघ्न बाजिएका समयरेखाहरू, यसको पछाडि पक्कै पनि कुनै न कुनै विशेष राजनीतिक वा मनोवैज्ञानिक कारण हुनुपर्छ। प्राचीन कालमा सत्ता र शक्तिको वैधानिकता स्थापित गर्न, मानिसहरूलाई हामी शक्तिशाली हौं भनेर देखाउन केवल तथ्यपरक विवरण मात्र कहिल्यै पर्याप्त हुँदैनथ्यो। साधारण जनताले राजालाई भगवान सरह मानुन्, कहिल्यै विद्रोह नगरून् भन्नका लागि सायद आफ्नो शासनलाई दैवी र महान देखाउन वर्षहरू जानी बढाइ चढाइ गरिएका हुन सक्छन्। इतिहासलाई पौराणिक कथासँग मिसाउनु त्यति बेलाको शक्ति प्रदर्शन गर्ने एउटा आम रणनीति नै थियो। शासकहरूले आफूलाई सामान्य मानिसभन्दा माथि अमर जस्तै देखाउन यस्ता मिथकहरू निर्माण गर्थे र त्यही मिथकको जालोले गर्दा आज हामीलाई तथ्य छुट्याउन यति धेरै सकस परेको हो। त्यसैले त यहाँ तथ्य र मिथक बीचको रेखा एकदमै धुमिलो छ, झण्डै नदेखिने जस्तै। आधुनिक इतिहासकारहरूले यस्ता प्राचीन दस्तावेजहरू अध्ययन गर्दा भौतिक यथार्थ के हो र पौराणिक अतिरञ्जना के हो भनेर निकै होशियारीपूर्वक चिरफार गर्नुपर्छ। गाईवस्तु पाल्ने ग्वालाहरूले नै यो भूमिको पहिलो राज्य चलाए र शासन व्यवस्थाको सुरुवात गरे भन्ने कुरा यो सम्भवतः पूर्ण सत्य हुन सक्छ। यो हाम्रो इतिहासको एउटा निकै गर्विलो हिस्सा हो। तर उनीहरूले ठ्याक्कै 800 वर्ष नै शासन गरे भन्ने कुरा चाहिँ इतिहासमा आफूलाई सधैँ अमर राख्न र आफ्नो सत्ताको महिमा मण्डन गर्न रचिएको एउटा भव्य दन्त्यकथा मात्र हुन सक्छ। यद्यपि यस्ता कथाहरूले हामीलाई प्राचीन मानिसहरूको मानसिकता र उनीहरूको संसारलाई हेर्न दृष्टिकोण बुझ्न भने निकै ठूलो मद्दत गर्छन्। र यसले अन्त्यमा हामीलाई एउटा निकै गहिरो सोचाइतर्फ डोर्याउँछ। जब हामी यस्ता हजारौं वर्ष पुराना अभिलेखहरूलाई सूक्ष्म रूपले केलाउँछौँ नि, तब मनमा एउटा प्रश्न उठ्छ। हाम्रो लिखित इतिहासको कति भाग चाहिँ साँच्चै नै तथ्य हो र कति भाग चाहिँ केवल राजनैतिक र सामाजिक उद्देश्य पूरा गर्न निर्माण गरिएका मिथक मात्र हुन्? यो प्रश्न गोपाल वंशको सन्दर्भमा मात्र होइन, संसारभरिका कुनै पनि प्राचीन सभ्यताको इतिहास पढ्दा उत्तिकै सान्दर्भिक हुन्छ। सायद हामीले पढेको इतिहास भनेको सत्य घटना र तत्कालीन समाजको कल्पना बीचको एउटा सुन्दर सम्झौता मात्र हो। इतिहास सधैँ पूर्ण सत्यको ऐना मात्र हुँदैन, यो त प्राचीन मानिसहरूले आफूलाई कसरी सम्झिन चाहन्थे भन्ने कुराको एउटा सजीव प्रतिबिम्ब पनि हो। के लाग्छ, के हामीले कहिले इतिहासको पूर्ण सत्यलाई ठ्याक्कै त्यसरी नै बुझ्न सकौँला त जसरी त्यो घटेको थियो?